नमस्ते टसिदेलेक फ्याफुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैलाई यस भिडियोमा म स्वागत गर्दछु है र आजको यस भिडियोमा म खादाको विषयमा लिएर भन्ने छु है र यो एउटा यस्तो चीज हो जुन चाहिँ हामी सबैले सुनिरहेको देखिरहेको र सबैले प्रयोग गरिरहेको एउटा चीज हो है त र पहिलो कुरा खादा भनेको के हो है खादा एउटा यस्तो चीज हो जसलाई हामीले गुम्बा दर्शन गर्दा अथवा हामीले कसैलाई स्वागत गर्दा कसैलाई मान सम्मान दिँदा र कसैको मरौतिर जाँदा प्रयोग गरिने एउटा चीज हो है खादा भनेको र अर्को कुरा यो खादाको सुरुवात कहाँदेखि भयो त भन्दाखेरि खादाको पहिलो प्रयोग भनेको टिबेटमा भएको हो र त्यो पनि जहाँसम्म मलाई लाग्छ 7औं शताब्दीमा धर्मराजा सोङजन गाम्बोज्यू उहाँको बेला चाहिँ यो खादाको पहिलो प्रयोग भएको रहेछ है र धर्मराजा सोङजन गाम्बो भनेको चाहिँ एउटा यस्तो मान्छे हो यस्तो राजा हो जसले चाहिँ टिबेटमा बुद्ध धर्म ल्याउनु भयो र अहिले हामीले टिबेटन अक्षरहरू पढिरहन्छ नि त्यो टिबेटन अक्षर पनि धर्मराजा सोङजन गाम्बोज्यूको बेला चाहिँ यो टिबेटन अक्षर बनाइयो र त्यसैले गर्दा चाहिँ हामी बुद्धिस्टहरूको लागि चाहिँ धर्मराजा सोङजन गाम्बोज्यू भनेको चाहिँ एकदमै हामीले मान्नुपर्ने र खास मान्छे रहेको छ है त अब यसको खास नाम चाहिँ के हो है भन्दाखेरि अब टिबेटबाट आएको भनेपछि त टिबेटन भाषामै हुन्छ नि त यसको नाम यसको खास नाम चाहिँ खाताक हो है त खाताक भनिन्छ खाताक अथवा या खादर पनि भनिन्छ या झ्यालदर पनि भनिन्छ धेरै नामहरू छन् तर हामी नेपालीहरूले चाहिँ हामीहरूले चाहिँ खादा खादा भन्छौँ त्यसमा पनि केही गलत छैन ठाउँ अनुसार समाज अनुसार यो शब्द मिल्छ है त खादा भने पनि हुन्छ र अब सबभन्दा ठुलो कुरा हामीले खादा चढाउने बेला सेतो र सफा खादा चढाउनुको कारण के हो हैन खादा त चढाउँदैछौँ त्यसको कारण के हो र सेतो र सफा नै किन हुनु पर्यो भन्दाखेरि जब हामीले कसैलाई सेतो र सफा खादा चढाउँछौँ त्यसले के बुझ्न सकिन्छ भन्दाखेरि जसलाई खादा चढाइरहेको छौँ उहाँको शरीर वचन र मन यी सबैमा केही पनि हानि नहोस् नराम्रो नहोस् भन्ने बुझ्न सकिन्छ र त्यसै गरी खादा चढाउने मान्छेको पनि मन सफा भएको सोच राम्रो भएको बुझ्न सकिन्छ है त र अर्को कुरा यदि खादा लामो छ भने जस्तै हेर्न सक्नुहुन्छ यो खादा लामो छ हैन लामो छ नि लामो छ खादा लामो छ भने त्यसले के बुझ्न सकिन्छ भन्दाखेरि जसलाई खादा चढाइरहेको छौँ एक अर्काको सम्बन्ध लामो अटुट राम्रो सफल हुने पनि बुझ्न सकिन्छ भनेर गुरुहरूले भन्नुहुन्छ है त अब अर्को कुरा तपाईँ हामीले देखिरहेकै हौँ है खादामा धेरै भिन्न भिन्न कलरहरू रङहरू हुन्छन् सेतो खादा नीलो खादा रातो पहेँलो हरियो यस्ता 5वटा रङहरू हुन्छन् र अब यी सबै रङहरू मध्ये सबभन्दा राम्रो भनौँ या सबै अब जति बेला पनि जहाँ पनि हामीले प्रयोग गर्न सक्ने भनेको चाहिँ सेतो खादा यो चाहिँ हामीले जति बेला पनि चाहे सानो मान्छे होस् ठुलो मान्छे होस् जहाँ जति बेला पनि जसलाई पनि प्रयोग गर्न मिल्ने चाहिँ सेतो खादा रहेछ है त तर नीलो रङको खादाको कुरा गर्ने हो भने नीलोले के जनाउँछ आकाश जनाउँछ है आकाश नीलो हुन्छ नि नीलोले आकाश जनाउँछ भने आकाश भनेको त माथिको एउटा भयो नि त माथिको चिज भयो नि त्यही भएर नीलो रङको खादा चाहिँ हामीले ठुलो गुरुजीहरू या ठुलो मान्छेहरू भेट्ने बेला चढाउने रहेछ है त र त्यसैले कुनै ठाउँ
अनुसार अनि खाताको रङको हिसाबले चाहिँ धेरै कुरा बुझ्न सकिने रहेछ है त। त्यसैले सबैभन्दा राम्रो भनेको नै सेतो खाता, सेतो र सफा खाता चढाउनु चाहिँ सबभन्दा उचित र राम्रो रहेछ भनेर म भन्न चाहन्छु है त। अब हामीले यो खादा भनेको चिज कति बेला हामीले प्रयोग गर्ने, कति बेला चढाउने भन्दाखेरि गुम्बा दर्शन गर्दा, ठुलो गुरुजीहरू भेट्ने बेला, दर्शन गर्दा, ठुलो मान्छे भेट्ने बेला है, कसैलाई स्वागत गर्ने बेला है, र कसैलाई मान सम्मान दिँदा, र त्यसै गरी कसैको मरौमा जाँदैछौँ भने हामी अब त्यो बेला नभई नहुने चिज चाहिँ खादा हो है त, त्यो बेला चढाउने हो है। अब खादा कसरी चढाउने त भन्दाखेरि यसमा पनि एउटा तरिका रहेछ। मलाई पनि पहिला थाहा थिएन है, तपाईहरुको लागि यो भिडियो बनाउनको लागि मैले यताउता सोधपुछ गर्दा चाहिँ मैले पनि जाने हो। अनि पहिलो कुरा खादालाई, अब खाता यस्तो हुन्छ हैन, ठुलो छ यो खाता, यसलाई एकचोटी पल्टाउनु पर्यो है त, एकचोटी मजाले पल्टाउनु पर्यो हामीले है। र अर्को कुरा जुन यो खाताको मुख छ यो है, यो चाहिँ मुख भयो नि त खाताको, चढाउने बेला यो मुख चाहिँ जसलाई चढाइराखेको छौं त्यतापट्टि फर्काउनु हो भन्दो रहेछ है त। यसको कारण के हो रे त भन्दाखेरि जस्तै हामीले मानौं एउटा भाडामा है, एउटा भाडामा हामीले राम्रो राम्रो सामानहरू हालेर अथवा सुन चाँदी होस् जे नै होस्, फलफुलै होस्, कसैलाई चढाउँदै छौं भने त्यो भाडाको मुख चाहिँ हामीले जसलाई चढाइराखेको छौं उहाँलाई यसरी फर्काउँछौं नि हैन। त्यसै गरी यी खाताको यो भित्र चाहिँ हामीले भएभरको राम्रो सामान हालिरहेको छौं भन्ने एउटा सोच बोकेर चाहिँ अनि तपाई यो लिनुहोस् भनेर चाहिँ चढाउने, त्यस्तो हो भनेर पनि भनिन्दो रहेछ है त। यो चाहिँ मैले पनि नयाँ कुरा सिकेको है। र अर्को कुरा, यदि तपाईले कसै ठुलो गुरुजी या ठुलो मान्छेहरुलाई खाता चढाउनु हुँदैछ भने चाहिँ हामीले सकेसम्म आफ्नो शरीरलाई अलिकति झुकेर निहुरिएर चाहिँ यसरी चाहिँ चढाउनु होला है त। यो थियो खादा चढाउने तरिका। अब मरौमा, हामीले मरौमा जाने बेला, मान्छे मरेको ठाउँमा जाने बेला खाता चढाउनुको कारण के हो त भन्दाखेरि मैले बुझेको अनुसार, मैले सुनेको अनुसार, मैले जानेको अनुसार, तर हुन त के भन्छन् भने कसैले भन्छन् कि खाता चढाउनु भनेको खुशीको अवसर, राम्रो अवसरमा मात्रै खाता चढाउनु पनि, त्यस्तो पनि भन्ने गर्छन्। तर आजकल हाम्रो समाजमा हामीले मान्छे बितेको जग्गामा मरौतिर जाँदा सबैले खाता प्रयोग गर्छन् हैन। त्यो गर्नुको उद्देश्य के हो, त्यो गर्नुको कारण के छ भन्दाखेरि अवश्य नै हामीले जुन बितेको छन् उहाँप्रति हामीले श्रद्धाञ्जली र आदर सम्मान हो, त्यो चाहिँ हामीले त्यो आदर सम्मान भएको र श्रद्धाञ्जली गरेको त्यो बुझ्न सकिन्छ है त। यही भन्दै यो खादाको विषयको भिडियो चाहिँ म यही समाप्त गर्नेछु है। र खादाको सम्बन्धित अझै केही कुराहरू जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। र यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा बुझ्न मन छ भने कमेन्टमा लेख्नु होला। मैले जाने अनुसार, बुझे अनुसार म तपाईहरुलाई भन्ने प्रयास गर्नेछु। हस्त, धन्यवाद।